गुड मर्निङ एन्ड हेलो एभ्रिवान एन्ड ह्याप्पी दसैँ सबैजनालाई। आज पनि एउटा मौरी भेटेको अथवा देखिएको छ र त्यो मौरी चाहिँ अहिले हामी लिन जाँदैछौँ है त। मैले मौरीसँग नै झोला त ल्याएको छैन। आई हेभ अप्सनमा यो छ। ओके, यसले काम चलाइदिन्छु म। म्यान यहाँ माथि उठ्यो है, त्यो कालो देखेको त्यो चाहिँ पुगिसकेको छौँ हामी। अब सो बाटो अलिकति जुगा बढी आउने भएको भएर चाहिँ अलिक टेन्सनको कुरा हो। ल हामी चाहिँ मौरीको त्यहाँ चाहिँ आइपुगिसकेको छौँ र देख्न सक्नुहुन्छ यो चाहिँ सेरेना जातको मौरी है त। यो चाहिँ ओके, राम्रोसँग हेर्नु होला। भर्खरै भागेर आएको रहेछ। फुलै बब्बाल तरिकाले देखिरहेको छ। ओके, म चाहिँ यसको सहायताबाट लिन्छौँ अब। बट यसले अलिक नहोला जस्तो छ है। यसले भएन भने चाहिँ झोला नै लिन जानुपर्छ। एन्ड यसको सायद यो साइड ब्याग झोलाले चाहिँ भएन, त्यही भएर म झोला नै लिएर आएँ र झोलाको सहायताबाट पनि लिएँ है त। अलिकति क्यामेराम्यान नभएको भएर चाहिँ मैले आफै तल क्यामेरा राखेँ, यसो अलिक क्लियर देखिरहेको छैन। सो म्यानेज गरेर हेरिदिनु होला। ओके, फाइनली सबै हालिसक्यौँ, तर केही मात्रामा चाहिँ बाहिर छ, त्यसलाई पनि लगेर जानुपर्ने हुन्छ, नत्र यिनीहरू ल ल्याइसकेको छु है त सबैलाई। यु क्यान सी है त, मैले मौरी सबै भित्र हालिसकेको छु। थोरै मात्रामा चाहिँ बाहिर छ अलिअलि। अरिङ्गाल हेर्न सक्नुहुन्छ। आबी लु त नि त्यसकी। अब यसलाई चाहिँ घरमा लग्ने कार्यक्रम हुन्छ है त। ओके, मैले मौरी चाहिँ ल्याएर हालिदिसकेको छु। यसको दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरूले र भित्र पनि देखाउँछु एकचोटि, हेर्नु होला। एउटा फ्रेम चाहिँ जसरी राख्नुपर्छ है त, त्यो फ्रेममा चाहिँ बच्चा भएको हुनु पऱ्यो। त्यो भएपछि यो बच्चाको लोभले पनि बसिन्छ। हस् त, हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै भिडियोहरू हेर्नको लागि हजुरहरूले सब्सक्राइब गर्न सक्नुहुन्छ है त। थ्याङ्क यू।